Creative Creation presents यहाँहरुप्रति सधैँभरि एकदम नतमस्तक भएर यो कार्यक्रम आयोजना गरेर आफ्नो कल्चरलाई आफ्नो संस्कार संस्कृतिलाई जगर्न गरेर अगाडि बढाइरहनु भएकोमा सधैँभरि आभार प्रकट गर्दछु र तपाईहरुको परिवारका सदस्य जस्तै सधैँभरि सहभागी हुने एउटा मौका मैले चाहेर पनि नचाहेर पनि जुलिरहेकोमा म आफैलाई पनि भाग्यमानी ठान्छु। आज यो यहाँ कार्यक्रम छ भन्ने कुरा थाहा थिएन, अघि एकैछिन थाहा पाउने बित्तिकै यहाँ आउने समय पनि छिटो मिल्यो, यो मिल्नु पनि एउटा सौभाग्य हो। र विगत म अमेरिकामा पुनर्वास भएदेखि तपाईहरुको कार्यक्रम मैले विरलै छिराएको छु। अब किराँती यहाँनिर चाहिँ हामी राई र लिम्बू मात्रै धेरै जस्तो देखिन्छौँ, तर राई र लिम्बू मात्रै नभएर किराँत वंशमा हेर्नु भने धेरै क्षेत्र र धेरै थरीहरूलाई विशेष गरेर यसले क्षेत्र छुटेर बसेको देखिन्छ यसको इतिहासमा। भए तापनि अहिले चाहिँ देखाउटीमा राई लिम्बू चाहिँ किराँती रहेछ भन्ने खालको देखिन्छ, तर हामी मात्रै होइन, किराँती भनेको धेरै थरीहरू हामी पर्छौँ, जसमा उदाहरणको लागि भनौँ राई लिम्बू मात्रै नभएर मगर, तामाङ, गुरुङ आदि आदि धेरै छन्। मेचेको चाहिँ ढिमाली सबै भन्नु किराँती, त्यो सबै किराँतीहरूले आफ्नै तरिकाले गर्नेछ। आदिसम्म ओडाउँछ, आदिसम्म ताली होइ त ताली प्लिज। अघि सिंहरी आज हाम्रो कार्यक्रमलाई साथीको लागि हाम्रो विश्व सर पनि यहाँ उपस्थित हुनुभएको छ, हामी उहाँलाई पनि तालीले स्वागत गर्नेछौँ। र त्यसैलाई म यो माइक्रोफोन दिँदै यस कार्यक्रमलाई अगाडि बढाइदिनु हुनको लागि र कार्यक्रमलाई सम्पन्न गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। Thank you, our ex-president, Norris Buchenbung Gulpali. Dan Ando kita tersebut masingnya mulai itu apa dan sebenarnya adalah melalui सिलसिलामा धेरै हामीले विगतको दिनहरू बिताएर ल्यायौँ, दुःख सुखको जसरी पनि बिताएर ल्यायौँ। सबै साथीहरूले सहयोग गर्यो, अझै पनि गरि नै रहेका छन्, गर्ने पनि पर्छ भन्ने म आशा पनि राख्न चाहन्छु। र यस आजको यो हाम्रो छोटो समारोह चाहिँ यो 10 वर्ष पुगेको उपलक्ष्यमा हामी सबै किराँत कल्चर ग्रुपको मेम्बरहरू, बोर्ड मेम्बरहरू अनि हाम्रो पूर्व अध्यक्ष र लगायत हामीसँग आज हुनुहुन्छ हाम्रो पिसिआरसी, जो पिसिआरसी भने चाहिँ फिटनेस रिसोर्स सेन्टरको चाहिँ हाम्रो अध्यक्ष हुनुहुन्छ। उहाँ पनि म निर्वाचित अध्यक्ष हो, गत 2-4 महिना अगाडिदेखि उहाँले सम्हालिरहनु भएको छ, उहाँ पनि हामीसँग हाम्रो साथमा हुनुहुन्छ। र त्यसै गरी यो किराँत कल्चर ग्रुप भनेको किराँत कल्चर भनेको चाहिँ अब हामी अङ्ग्रेजीमा कल्चर भन्छ, यो संस्कृत सङ्क्रान्तिकै हो, विशेष गरेर किराँतीहरूको हो। अब किराँती यहाँनिर चाहिँ हामी राई र लिम्बू मात्रै धेरै जस्तो देखिन्छौँ, तर राई र लिम्बू मात्रै नभएर किराँत वंशमा हेर्नु भने धेरै क्षेत्र र धेरै थरीहरूलाई विशेष गरेर यसले क्षेत्र छुटेर बसेको देखिन्छ यसको इतिहासमा। भए तापनि अहिलेको देखाउटीमा राई लिम्बू चाहिँ किराँती रहेछ भन्ने खालको देखिन्छ, तर हामी मात्रै होइन, किराँती भनेको धेरै थरीहरू हामी पर्छौँ, जसमा उदाहरणको लागि भनौँ राई लिम्बू मात्रै नभएर मगर, तामाङ, गुरुङ आदि आदि धेरै छन्। मेचेको ढिमाली सबै भन्छन् किराँती। ती सबै किराँतीहरूले आफ्नो आफ्नो तरिकाले गरेका भाषा आफ्नो आफ्नो छ, भए तापनि संस्कृत हाम्रो एउटै छ। यो संस्कृतलाई प्रयोग गर्ने
सिलसिलामा हामीले यो वासिङटनमा पनि फोहोर विचार गर्न भए तापनि यसो चाहिँ हामीले हराउनु हुँदैन, जगेर्ना गर्नुपर्छ भनेर राख्ने सिलसिलामा चाहिँ हाम्रो धेरैजनाले यहाँको चेयरम्यान भनौँ, अलिकति यहाँको सबैभन्दा त्यसलाई हामी ग्रुप लिडर भन्छौँ अङ्ग्रेजीमा, ग्रुप लिडरको रूपमा भूमिका खेल्दै आउनुभएको हाम्रो अहिले यहाँनिर योभन्दा अगाडि हामीसँग हुनुहुन्थ्यो कुमार दुमी राई। उहाँले बिदा यस हाम्रो गिरिबाट बिदा लिएर गइसक्नु भए तापनि उहाँ हाम्रो सम्झनामा सधैँ नै रहनेछ र साथसाथै उहाँलाई सहयोग दिने हाम्रो कवि तामिङ लिम्बुवान उहाँले भूमिका खेल्दै ल्याउनु भएको छ। अहिले आइदेखि हुनुहुन्छ, अहिले उहाँले हाम्रो ट्रेजररको भूमिका अथवा सदस्यको भूमिका लिइरहनु भएको छ। त्यसै गरेर हाम्रो प्रेसिडेन्ट जो हाम्रो कुमार दुमीदेखि पछि हाम्रो नरेश रुचेपन यहाँ हुनुहुन्छ, उहाँले प्रेसिडेन्टको भूमिका अथवा मिनिटको भूमिका गरेर आउनुभएको थियो। र त्यस्तै गरेर हामीसँग हुनुहुन्छ रितेश सुन्पाले, उहाँनिर हाम्रो यसलाई हामी के भन्छौँ मिडिया पर्सन उहाँ चाहिँ सूचना सम्बन्धीको उहाँले काम गर्नुहुन्छ, सूचना सम्बन्धीको भूमिका गर्नुहुन्छ। र त्यस्तै गरेर हामीसँग सेक्रेटरी हुनुहुन्थ्यो सुन्दरता राई, उहाँ अहिले हुनुहुन्न, कुनै अरू स्टेटमा अहिले जानुभएको छ घुम्नको लागि। घुम्नु हुन नि उहाँलाई एउटा राम्रै अपर्च्युनिटी भनौँ, उहाँलाई उहाँको एउटा सिटिङको लागि अफर आएकोले गर्दाखेरि अर्को स्टेटमा उहाँ सिटिङमा हुनुहुन्छ। र त्यस्तै गरेर अहिले गर्दै हुँदै भन्दै ल्याउँदाखेरि हाम्रो कल्चर संस्कृति भनेको हामीले सिक्ने भनेको हामीभन्दा अग्रजदेखि नै बुढापाका मातापितादेखि नै सिक्ने हो। त्यसैले त हामीले पनि उहाँदेखि नै सिकेर आएको हुनाले गर्दा आजको दिनलाई चाहिँ हाम्रो यो वासिङटनमा खोलिएको 10 वर्ष पुग्यो भनेर हामीभन्दा अग्रज व्यक्तिहरूलाई हामीलाई सिकाए बापत तिनीहरूले संस्कृत छोड्नु हुँदैन, यसरी गर्नुपर्छ, संस्कृत यो हाम्रो संस्कृत भनेर सिकाउँदै दिएकोले गर्दा उहाँहरूलाई हामीले एउटा जति हामीलाई सिकाउनु भयो त्यसको हामीले मूल्य त चुकाउनु सकिँदैन भए तापनि एउटा सानो सान्त्वना एउटा पुरस्कार जस्तो उहाँहरूलाई दोसाला भनिन्छ, त्यो दोसाला पढाउने हाम्रो यहाँ कार्यक्रमको जमर्को गरिरहेका छौँ र हामी के गर्छौँ भने त्यसभन्दा अर्को पनि हामीसँग हुनुहुन्छ एउटा सूचना भनौँ त्यसलाई है। हामीसँग अघि मैले भन्नाले हाम्रो विषयको प्रेसिडेन्ट उहाँले पनि केही कुरो यहाँनिर सुनाउनुहुन्छ र उहाँको पनि हामी कुरो सुन्ने नै छौँ। त्यसको लागि म छोटो समय उहाँलाई दिन्छु, त्यस पछाडि फेरि हाम्रो कार्यक्रमलाई स्वीकार गर्छौँ। हामी धेरै लिँदैन, अब 10-15 मिनटमा सघाउँछौँ है त। धन्यवाद। हाम्रो यस ब्लक कल्चरको एउटा अध्यक्ष सदस्य जति पनि प्रेजर मिडिया पर्सनहरू जति पनि हुनुहुन्छ लगायत सम्पूर्ण यहाँको सधैँभरि एकदम नतमस्तक भयो यो कार्यक्रम आयोजना गरेर आफ्नो कल्चरलाई संस्कृतिलाई जग्गा नगरेर अगाडि बढाइरहनु भएकोमा सधैँभरि आभार प्रकट गरेको र तपाईँको परिवारका सदस्य जस्तो सबैभरि सहभागी हुने एउटा मौका मैले चाहेर पनि नचाहेर पनि दिइरहेकोमा म आफूलाई पनि धन्यवाद भन्दैछु। आज यो यहाँ कार्यक्रम छ भन्ने कुरो थाहा छैन, हजुरले के छैन थाहा पाउने बित्तिकै यहाँ आउने सार्वजनिक छिटो मिल्यो, यो मिल्नु पनि एउटा सौभाग्य र विगत म अमेरिकामा पुनर्वास भएदेखि तपाईँको कार्यक्रम मैले बिरलै छ अधिकांश कार्यक्रमहरू सहभागी भएको छ। त्यसै पनि म आफूलाई भन्न चाहन्छु हामीले हाम्रो कल्चरहरू जगाउनुपर्छ भन्ने क्रममा हाम्रो यो स्टेटपछि एउटा उदाहरणको रूपमा म यो समुदायलाई लिने गरेको छु, किनकि यो एकदम जरुरी हो, आवश्यकता हो। यो हाम्रो बाउ बाजेको पिँढीलाई पनि यसले थामेर राखिरहेको छ र आउने हाम्रो भविष्यमा आउने हाम्रो भावी पिँढीहरूलाई पनि जुन प्रकारको एउटा शिक्षा दिइरहेको छ यसको
कुनै शब्दमा बयान गरेर साध्य छैन होइन। र म विशेष आज के कामले यहाँ आएको थिएँ त भन्दाखेरि चाहिँ मेरो घरमा यसरी नै एउटा सांस्कृतिक कार्यक्रम गर्ने योजना बनाएको छु, जसमा हाम्रा समुदायका विभिन्न जात जाति धर्मावलम्बीहरू हुनुहुन्छ होइन। सबैलाई समेटेर एउटा कार्यक्रम सफल पार्नु भन्ने योजनाका साथ म हिजो हाम्रो विकास भाइसँग सरसल्लाह गरेर हिजो र आज चाहिँ डिमोइन्स र बेरिङ लगायत चौकीलका हाम्रो सबै समुदाय नरहनु हुने हाम्रा दाजुभाइ बुवा आमा होइन सबैको घरहरू दिनु पर्यो भन्ने योजना थियो। र आज यो कार्यक्रम यहाँ हुँदै गर्दा मलाई साह्रै सजिलो भएको, सबैजना हामी चाहिँ भेला छौँ। त्यो भएर म हजुरहरू सबैलाई जुलाईको 5 तारिक हाम्रो सामान्य कार्यक्रम छ, त्यसको 6 तारिकदेखि 12 तारिकसम्म चाहिँ सप्ताह पुराण लगाउने योजना बनाएको छु। मेरो सबै घर परिवारको सल्लाह अनुसार सबै आफन्तहरूलाई पनि बोलाएको छु। हजुरहरूले यही सूचना मार्फत र म अहिले मेरो इन्भिटेसन कार्ड पनि सबैलाई हातमा हस्तान्तरण गर्नेछु होइन। हजुरहरूलाई दसवटा अमलाई जोडेर 7 दिनको लागि मेरो घरमा उपस्थित भएर चाहिँ शोभा बढाइदिनु हुनुको लागि विनम्र अनुरोध गर्दछु। यो बुवा आमाहरूको लागि पनि एउटा हामीलाई कसरी अगाडि बढ्नुपर्छ भनेर चाहिँ मार्गदर्शन गर्ने एउटा अवसर हो। भने हाम्रा लाला बाला हाम्रो भाइ बहिनीहरूको लागि हामी कसरी अगाडि बढ्नुपर्छ त, हामीले कसरी कार्यक्रमहरू आयोजना गर्नुपर्ने छ त, त्यस्तै बुढाबुढी होइन हाम्रा पिता पुर्खाहरूबाट चाहिँ सरसल्लाह लिएर भन्ने एउटा मार्गदर्शन हुनेछ भन्ने विशेष आशा राखेर हजुर सबैलाई फेरि पनि निमन्त्रणाको चाहिँ मैले निमन्त्रणा गरेको छु। आइदिनु होला, मेरो कार्यक्रमको शोभा बढाइदिनु होला। जसरी म हजुरको हरेक कार्यक्रममा उपस्थित भएको छु त्यसरी नै यसपालि मैले गरेको कार्यक्रममा पनि हजुरलाई आएर पनि शोभा बढाइदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। धन्यवाद। धन्यवाद हाम्रो प्रेसिडेन्ट अफ UPCRC, उहाँको सूचना हामीले सुनिहाल्यौँ। हामी सरसल्लाह गऱ्यौँ, व्यक्तिगत हामी भ्याउँछौँ नि व्यक्तिगत भ्याउँछौँ भने हामी समूहमै गयौँ भने झन् साह्रो राम्रो हुन्छ। जतिजना भ्याउँछौँ उतिजना र व्यक्तिगत जानेले पनि व्यक्तिगत पनि हामी जान सक्छौँ कुनै पनि समयमा 7 दिनभित्रमा उपस्थित भएर उहाँको कार्यक्रममै सेवा गराइदिने उहाँको अनुरोध छ। अब यसै गरी म यहाँनिर हामीसँग 3 जना कन्याहरू हुनुहुन्छ। 3 जना कन्याहरू नुमा रुपेन्द्रन, स्नेहा राई, सुमी राई र 3 जना हामीले 3 जना नानीहरूलाई हामीले कन्याहरूलाई हामीले उभाएको छौँ। ती कन्याहरूले चाहिँ हामीले पुरस्कार चाहिँ गर्ने होइन। फेरि कन्याहरूको हातदेखि चाहिँ हाम्रो पुरस्कार चाहिँ वितरण गर्नुको लागि चाहिँ हामीले यहाँ ठिक गरेको छौँ। अब यहाँनिर म यो हाम्रो यो मेरो हातमा भएको माइक्रोफोनलाई चाहिँ म तपाईँहरू सबैलाई म धन्यवाद दिँदै होइन किराय कचेरी ग्रुपमा आजसम्म सहभागी भइदिनु भएर एकदमै भूमिका निभाइदिनु भएको छ। सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यहाँदेखि त्यसपछि अब म यो मेरो छोटो हातमा भएको यो कारण यो छोटो बोल्ने चाहिँ म हाम्रो विकासजीलाई दिन्छु। र त्योभन्दा अगाडि म नरेश रिचेबुङलाई चाहिँ हाम्रो भूतपूर्व प्रेसिडेन्टलाई यहाँनिर म उपस्थित गराउँछु र उहाँको हातदेखि चाहिँ पुरस्कार चाहिँ कन्याको हातदेखि चाहिँ हामी जसलाई दिने हो उहाँको हातमा पुगोस् भन्ने अनुरोध गर्छु। र यो मेरो हातमा भएको छोटो पेन्सिल जस्तो चाहिँ विकासीको हातमा दिन चाहन्छु। र विकासीले चाहिँ यहाँले एउटा कार्यक्रम जसको नाम बोलाउँदै दिनुपर्ने छ त्यो विकासीले गर्नुहुन्छ भन्ने म आशा राख्दै म चाहिँ एकछिनको लागि बिदा चाहन्छु। धन्यवाद। अभी हाम्रो केसीजीको 10th एनिभर्सरी हामीले सल्लाह अनुसार चाहिँ अब हाम्रो अग्रजहरूलाई चाहिँ दोस्रो अडाएर कार्यक्रम गर्ने भन्ने कुरो भएकोले गर्दाखेरि आज चाहिँ हामीले हाम्रो कम्युनिटीबाट चाहिँ हामीले हाम्रो अग्रजहरूमध्ये सुख सुब्बा, जगत सुब्बा, दुधबीर राई, बुद्धमन राई, कर्ण तिमी राई, सुगरी गाउँ राई, लक्ष्मी सुब्बा,
नाच्दै हुन्छ। अन्त तुलसी माया राई कोमालाई पनि यता आइदिनु होला। कोमा हाम्रो सञ्चय राई कोमा आउनु भयो कि भएन? कोमा आउनु भएको छैन होला। त्यसै गरी कोपा पनि यता आइदिनु होला। बुद्धिमान राई कोपा पनि यता आइदिनु होला। हजुर होइन कोपालाई चाहियो एकछिन। हेलो अब चाहिँ भने हामीले हाम्रो अग्रजहरूलाई चाहिँ दोस्रो पर्खिएर चाहिँ हामीले सम्मान गर्ने आज कार्यक्रम राखेका छौँ। यो चाहिँ हाम्रो 10th एनिभर्सरी विराट कोहलीको 10 वर्ष भएकोले गर्दाखेरि यो 10 वर्षको उपलक्ष्यमा चाहिँ यो 10 वर्ष उत्सवमा चाहिँ हामीले कोपाहरूलाई सम्मान गरेर दोस्रोमा एउटा कार्यक्रम रहेको छ। यसपालि हाम्रो यस्तै भयो अर्को पालि चाहिँ हामी अझै बेसो ठुलो कार्यक्रम गर्नु छ भन्ने यहाँमा पनि म तपाईँलाई चाहन्छु। रामसिंह तामाङ मैले विशेष गरेँ। रामसिंह तामाङले त्यसको होला नि छोरा कोपाको आज यो प्रोग्राम होला नि हुन्छ केटी रोपा हुन्छ living in a car cancel the flight no it's Katie living in a cancel the flight now at 3 hours cheap standard लोकसभाको दर्शकको कार्यक्रम गर्ने 10th एनिभर्सरीको उपलक्ष्यमा हामीले हाम्रो अङ्ग्रेजहरू कोपालाई चाहिँ हामीले बर्की तगाएर चाहिँ सम्मान गर्दैछौँ। ताली 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 प्लिज ताली तालिदिनु होला। ढोक्नुपर्छ है पाइसलाई पो मैले ताली फेरि पनि ताली लाइदिनु होला। पर कोपालाई चाहिँ अब ढोक्नु है ढोक्नु पर्छ ओडाउनै पर्छ आधीसम्म ओडाउँछ आधीसम्म यो चाहिँ आज कोपा यादगिरी भनेर कोपाको लागि ज्ञानबहादुर डोपुन कोपाको लागि चाहिँ यो हामी रिक्वेस्ट गर्न दिन चाहन्छौँ उनीहरूलाई अनि हामी कोमाहरूलाई चाहिँ यो कालो बर्की ओडाएर चाहिँ हामी आजको यस कार्यक्रम फेरि पनि गर्न गइरहेको छौँ होला नि
मलाई दिनु होला ताली गयो ताली चाहिँ यसै गरी तुलसी डुमी राई ताली 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 गयो ताली ताली तुलसी राई भनेर त आउँदैन त हुन्छ अब यसै गरी लक्ष्मीमा कुटुम्बा लिम्बू कुम्बालाई पनि ताली बुझ तुम्बाको लागि पनि र आजको कार्यक्रम र यहाँ मैले हामी सिनेमाहरूको सिकाइरहेको छौँ त्यसैले हामी यो प्रोग्रामलाई हामीले दिनेवाला छौँ र आफन्तको कोपात हुनुहुन्छ तपाईँको नाम सन्चय राई बिना अङ्कित हुनुहुन्छ प्लिज अगाडि आउनु होला हामीसँग एउटा दोस्रो भाषा यो सिकाउनको लागि हामी यो सन्चय राईको लागि सन्चय सामनीलाई त्यसै गरी आइतपछि कामलिङको लागि पनि एउटा देशलाई गर्दैन यो चाहिँ हामी जगत यो चाहिँ आइतपछि पुनगनको लागि हो यो चाहिँ हामीसँग अब परम दाजु परम बराइली उहाँको मम्मीको लागि रहेको छ उहाँ आउनु भएको छैन अहिले यो चाहिँ हामी राख्छौँ र हाम्रो निमन्त्रणालाई स्वीकार आउनु यो सम्पूर्ण अधिकारहरू यसै गरी केसीजीओका सम्पूर्ण मेम्बरहरूलाई म फेरि पनि धेरै धेरै धन्यवाद दिँदै फेरि पनि हाम्रो केसीजीओको 10th एनिभर्सरी म अब यो केक काट्नेवाला छौँ हामी यो केक चाहिँ हामी हाम्रो अध्यक्षको हातबाट काट्नेवाला छौँ किराँत कल्चरल ग्रुप बस्नेतको अध्यक्ष टेक सुब्बाको हातबाट हामी यो केक काट्नेवाला छौँ र यो केक ल्याइदिनु भने हाम्रो सिर्जना बन्नलाई पनि धेरै धेरै धन्यवाद भन्नु सबैले ह्यापी सबैको रक्षा गर्नु र कुरोहरू सबैले मैले खुवाएको क्या ताली ताली हुँदैन सबैजनाले सबैजना उपस्थित भइदिनु भयो हाम्रो सानो एउटा तपाईँहरूले सिकाउनु भएको थियो हामीले गर्दै ल्याएकोमा तपाईँले अझै पनि सहयोग दिइरहनु भएको छ आजलाई पनि हामी यतिमै यो छोटो कार्यक्रम सक्छौँ र कतिजनाले अझै पनि खानेकुरो खानु भएको छैन भने हामीसँग खानेकुरो छ अहिले विशेष गरेर अहिले भर्खर आउने हुनुहुन्छ र कतिजना उहाँहरूले कृपया हाम्रो आफै नै सब सेल भन्ने पाराले आफै नै गएर चस्केर खाइदिनु होला भन्ने म सबैलाई अनुरोध गर्दै धन्यवाद दिन चाहन्छु धन्यवाद